अनि तिमी दै देउता दाहिने भए तिमी घरका कुल देउता दाहिने भए केही दुर्घटना नपरोस् अनि भन्दै बिदा हुन्छु बिदा हुन्छु म भन्दै बिदा हुन्छु भन्दै ल 1 2 3 गो कुच्यो प्याच्चै भइगयो फाइनली आज चाहिँ मैले नयाँ बाइक चाहिँ पूजा गर्दैछु मैले अहिलेसम्म 4 वटा बाइक चाहिँ किने त्यो सबै बाइक हाम्रो आमाको हातबाट चाहिँ पूजा गरेपछि मलाई चाहिँ कुनै पनि त्यस्तो दुर्घटना परेको छैन त्यही भएर फेरि पनि गाउँमै आएर आमाको हातबाट चाहिँ बाइकको पूजा गर्दैछु विश्वकर्मा बाबाले चाहिँ रक्षा गरून् भन्दै आमाको हातबाट चाहिँ फेरि पूजा गर्न पर्यो आमा ल तिमी गर्देऊ सकै माया भने फुर्मानु हुनु अनि जता गए पनि खुल्ला गरिदिनु अनि के दासी दुश्मन अनि सबै दाहिने हुनु अनि जता गए पनि रक्षा गर्नु चिन्ता गर्नु अनि तिमी औँला शर्मा बरमा तिमी छौ तिमी जता अनि तिमी चोखा देउ छौ अनि सबै जोगाइदिनु जता गए पनि तिमीलाई मन टुक्या पुऱ्याइदिनु सकै के भन्ने र अब अरू त नि भने पुग्छ आमालाई देखाउने टाढा अलि र अब फेरि अब आमा भने त अब भगवान्को दोस्रो रूप भन्छ नि फेरि आमाले भने चाहिँ सबै कुरा पनि लाग्छ आशिष के सबै लाग्छ मलाई लागिरहेछ यताबाट खिचे पनि भइहाल्थ्यो त नि क्यामेराम्यान कस्ता यहाँबाट खिचे देखिने र अनि त्यस पछाडि अब आमाको आशीर्वाद त लागिहाल्छ होइन त्यही भएर पनि अब मलाई लागिरहेछ मेरो 10 धारा दुध बलिया होस् 10-12 वर्ष भयो मैले बाइक चलाउन जता गए पनि मेरो छोराहरूलाई खुल्ला होस् अनि कहीँ दासी दुश्मन नलागोस् अनि केही दुर्घटना नपरोस् अनि भन्दै बिदा हुन्छु म भन्दै बिदा हुन्छु ल ठिक छ र फाइनल्ली मैले बाइक पूजा गरिसकेको छु अहिलेसम्म मैले चाहिँ 4 वटा बाइक चाहिँ किने यो पनि आमाकै आशीर्वाद हो होइन आमालाई पनि अहिले कहिले काहीँ यसो चाहिँ घुमाउने हुन्छ तर लामो त घुम्न आमा सक्दैन नि बस्न अब पैसा कमाउन सक्यो भने गाडी किनिसकेपछि गाडीमा चाहिँ आमालाई टक्क घुमाउने चाहिँ इच्छा छ त्यो ठुलो सपना त छैन मेरो त्यो पनि गर्दै गर्दा भयो भनेपछि चाहिँ आमा जस्तो जन्मदिने आमा बाउले चाहिँ त्यो खालको खुसी दिन पाए पनि राम्रै हुन्थ्यो भन्ने हो तर पनि अहिले चाहिँ बाइक छ बाइकमा चाहिँ यसो चाहिँ घुमाइरहेको हुन्छ कहिले होइन आमा कि घुमान्न र घुमान्छ कान्छाले पनि लाग्छ तँ पनि लाग्छस् अब के गर्नु त मान्छे जोडी रहौ अनि मनमरण चाहिँ कहिल्यै पनि तिमीहरू केही नसुन्योस् माछी रहौ जस्तो मन टुकेको पुगोस् अनि जस्तो मनले सोचे उस्तै होस् दासी दुश्मनको आँखा फुटोस् अनि अरू त के भन्ने यति बेला पुग्यो सबैजनाले कमेन्टमा चाहिँ विश्वकर्मा बाबाको जय होस् भनेर लेख्नु होला।